सेकेन्ड डे होइन ताजमेनिया सेकेन्ड डे हामी चाहिँ अहिले भर्खर उठेर होटलबाट चेकआउट गरेर खाजासाजा खाएर हामी क्रेडर माउन्टेनतिर जाँदैछौँ। हामी चाहिँ अहिले क्रेडर माउन्टेनको पार्किङमा पुगिसकेको छौँ र केटाहरूसँग जिस्किँदै बस्दै हामी यताउता हल्ला गर्दै टिकट काट्न चाहिँ हामी टिकट हाउसमा गएछौँ। र क्विक इन्फर्मेसन हामी चाहिँ हिजो होबाट गएन र हामी यतै क्रेडर माउन्टेनतिरै बसेका छौँ हिजो। त्यहाँ चाहिँ नि टिकट काट्दैछौँ। म चाहिँ यहाँ भिडियोहरू यता के छन् हेर्दैछु र एकजना साथी चाहिँ टोइलेट जानु पऱ्यो भने टोइलेट कुदेको छ। म चाहिँ त्यही मौकामा एक्लै भएको बेलामा किन धेरै भिड गर्नु नि, म चाहिँ यसो साइट सिन म्यापहरू हेर्दैछु कहाँबाट कहाँ जाने भनेर। क्रेडर माउन्टेन जान चाहिँ बसमा जानुपर्ने रहेछ एकछिन। हामी चाहिँ यहाँबाट बसबाट चाहिँ एउटा के लेक थियो त्यो लेकसम्म चाहिँ हामी ठ्याक्कै बसमा जाने अनि त्यहाँबाट चाहिँ हाम्रो हाइकिङ स्टार्ट हुँदो रहेछ। बसमा चाहिँ पहिला टिकटहरू हेर्दो रहेछ। यो स्टपसम्म चाहिँ नि बसमा यहाँबाट चाहिँ हाम्रो हाइक सुरु हुन्छ। र यहाँ चाहिँ एउटा फेमस पोखरी छ क्रेडर माउन्टेनको। त्यो माथि देखेको त दुईवटा पिक जस्तो चाहिँ क्रेडर माउन्टेन हो। यहाँ चाहिँ मान्छेहरूले यो डुङ्गासुङ्गा के चलाउने रहेछन्। हामी चाहिँ हाइक सुरु भइरहेको थियो। हामी चाहिँ हाइकिङ गर्दा गर्दा हामी चाहिँ रङ बाटो आएछ। हामी जानुपर्ने एउटा बाटो, हामी अर्को बाटो गएर रङ बाटो आएछ। हामी ओह्रालोतिर लाग्दैछौँ। हामी अलिक पछि मात्रै थाहा पायौँ हामी उल्टो बाटो गइरहेको छ भनेर। सो हामी चाहिँ करेक्ट गरेर हामी चाहिँ करेक्ट बाटोमा जाँदैछौँ र सो डेन्जर रहेछ त्यो बाटो। हामी चाहिँ अब यो चेनको सहारामा उक्लिनु पर्ने रहेछ। ठाडो उकालो, एकछिन त पसिनै छुट्यो। यति यस्तो दुई तिनवटा उकालो रहेछ तर यति उक्लिन चाहिँ लास्टै गाह्रो भयो। हामी चाहिँ अहिले अलमोस्ट टपमै पुगिसकेको छौँ। हामी त्यो चेन पछि चाहिँ यस्तो आउने रहेछ तर यो उकालो उक्लिन चाहिँ लास्टै थकै लाग्ने नै रहेछ। डेन्जर गाह्रो हुने रहेछ उकालो उक्न चाहिँ। हामी चाहिँ अहिले माथि भ्यू पोइन्ट आइसकेछौँ। हामी चाहिँ क्रेडर माउन्टेनसम्मै जाने भनेको छ। अनफर्चुनेटली हामीसँग आएको एउटा दाइको चाहिँ खुट्टामा अलिकति प्रब्लम भएछ। हामी माथि जान सकेनौँ। ल हेर्नु है त भ्यू यहाँको क्रेडर माउन्टेनको भ्यू चाहिँ यस्तो छ। भाइ मलाई च्यालेन्ज गरिदिएको हैन यो मैले सोचेको थिएँ यो मलाई प्रोटिन बार भावे त यही खाले। अब चाहिँ हामी यो भ्यू पोइन्टबाट फर्किन्छौँ। केटाहरूले चाहिँ अब फर्किम भन्दैछ। हामी अब फर्किन चाहिँ त्यो अघिको बाटो नभइकन हामी अर्को बाटो फर्किन्छौँ। जुन चाहिँ अघि हामी मिस्टेकली गएको बाटो थियो नि त्यो बाटो हामी जान्छौँ होला। झर्न पनि बाटो त्यस्तै नै डेन्जर रहेछ। एकचोटि खुट्टा चिप्ल्यो चाहिँ खुट्टा चाहिँ गयो। ठाडो ओह्रालो चेन समातेरै झर्नु पर्ने रहेछ। हामी चाहिँ हाइकिङ गरेर अब यहाँबाट हामी फेरि बसमा त्यो अघि हामी जुन ठाउँबाट बस चढ्यो त्यहीँसम्म जान्छौँ। हामी चाहिँ अहिलेकै त्यही बस स्टप आइसकेको छौँ। हामी चाहिँ साथीहरू अलिकति अगाडि नै आएर यहाँ कुरेर बसिरहनु भएको छ। हाम्रो जसको खुट्टाको प्रब्लम भनेको दाइ चाहिँ त्यहाँ बसिरहनु भएको छ। हामी त्यो कारणले गर्दा हामी माउन्टेन चढेन। हामी जस भ्यू पोइन्टबाटै फर्क्यौँ। जस रमाइलो भयो त्यहाँ हाइक जाँदा छ। हाउ वाज योर एक्सपिरियन्स? आजहरू त्यहाँ गाडीमा बसेर के खानेकुरा झिक्दैछ, पानी खाँदैछ। हाम्रो गाडी बल्ल आइपुग्यो। अब हामी जुत्ता फेर्छौँ, आनन्दले बस्छौँ। अब एकछिन रेस्ट लिँदै। गाइज खानेकुरा के छ हौ गाडीमा? काजु खाने रे। हाम्रो सुमन साथी चाहिँ गाडी चलाउँदै आज होबाटसम्म जाँदैछौँ। हाम्रो ड्राइभर नै सुमन हो आज। ड्राइभर प्लस हाम्रो यो गाइड ताजमेनिया गाइड नै सुमन हो। हामी चाहिँ होबर्ट पुग्दा चाहिँ अलमोस्ट राति नै भइसकेको थियो। अब चाहिँ हामी होबर्ट पुगेर होटलमा चेक इन गरेर हामी चाहिँ खाजा खान नेपाली रेस्टुरेन्ट खोज्दै हामी चाहिँ
नेपाली रेस्टुरेन्ट खोज्दै हामीले एक ठाउँमा भेटेको छौँ र त्यो नेपाली रेस्टुरेन्ट हामी जाँदैछौँ। यही नै हो हामी खाना गएको ठाउँ।